एन्जाइटीले डेथ हुने सम्भावना कतिको छ भनेर उहाँले सोध्नु भएको छ। अब एन्जाइटीको एक्सट्रिम इन्टेन्स एन्जाइटी हुने, एकदमै डर हुने, म मरिहाल्छु कि जस्तो हुने भनेको जनरली प्यानिक अट्याक आइरहेको बेलामा हो। त्यति बेला मरिहाल्छु कि जस्तो बनाउँछ, तर मृत्यु नै चाहिँ हुँदैन होइन। त्यही भएर एन्जाइटीले चाहिँ डाइरेक्टली कहिले पनि डेथसम्म चाहिँ पुर्याउँदैन। तर इन्डाइरेक्टली एन्जाइटीले चाहिँ मृत्युदर चाहिँ बढाउन सक्छ। जस्तै इक्जाम्पल लिउँ, क्रोनिक एन्जाइटी भइरहेको व्यक्तिमा सुसाइड हुनसक्छ। क्रोनिक एन्जाइटीमा कहिलेकाहीँ डिप्रेसनको सिम्टम्सहरू आउँछ, झन् सुसाइडको रिस्क पनि बढेर जान्छ। त्यस्तै एउटा कुनै व्यक्तिमा मुटु सम्बन्धी कुनै रोग छ प्लस त्यो व्यक्तिमा एन्जाइटी पनि छ भने अब मुटु सम्बन्धी रोगबाट हुने कम्प्लिकेसन अथवा त्योबाट हुने मृत्युदर चाहिँ एन्जाइटीलाई ट्रिट गरेको छैन भने त्यसले बढाउने भयो। कहिलेकाहीँ एन्जाइटी भइरहेको व्यक्तिमा अलिकति कन्सन्ट्रेसन फोकसहरू हुँदैन, कहिलेकाहीँ ड्राइभिङ गर्ने बेलामा अथवा अरू कुनै बेलामा चाहिँ अलिकति एक्सिडेन्टहरू हुन सक्ने सम्भावना भयो भनेपछि इन्डाइरेक्टली चाहिँ यो कम्प्लिकेसन अथवा मृत्यु हुने सम्भावना चाहिँ बढ्यो, तर डाइरेक्टली एन्जाइटीले चाहिँ मृत्यु नै चाहिँ गराउँदैन।